सुन न त मान्छेलाई होइन बाँच्नलाई के चाहिन्छ ल भन त। बाँस कपास चाहिन्छ। बाँच्नलाई के बाँस कपास मतलब हामी सास फेर्न लागि चाहियो। बाँस कपास चाहिन्छ होइन। त्यो नभइकन हामी बाँच्न सक्दैनौँ दोस्त। नै चिज मतलब के सुन न, बाँच्न लागि पहिला सुरुमा घाँस कपास चाहियो होइन। घाँसको लागि के गर्नु पर्यो? घाँसको लागि घाँस भने खाने त होइन, खानालाई के गर्नु पर्यो? उब्जाउनु पर्यो होइन। उब्जाउने उब्जिहाल्छ त्यो लगाएपछि होइन। खाने बाँसको लागि के चाहियो? घर चाहियो होइन। घरको लागि के गर्नु पर्यो? बनाउनु पर्यो। घर केले बन्छ? ढुङ्गा माटो काठ इत्यादिले बन्छ होइन। अनि कपास भने के हो त भन ल। तिमी बोलिरहेको न। कपास भने के हो ल भन नि त। कपास भनेको अब हामीलाई सुत्नलाई पनि चाहियो होइन। व्यवस्थित राति भएपछि अब मतलब भन्नु खोजे अब बुझ्न बुझिदिन। राम्ररी गर सुरुदेखि त्यो काट न। कपास चाहियो होइन। अनि तिमी जब चाहिँ किन खान्छौ त? जब घाँस कपास तिमीसँग छ, जब किन खान्छ? तिमीलाई जब किन चाहियो त? पैसा नै भएन कि जस्तो। हजुर पैसा नै भएन क्या। त्यो नहेर क्या त्यो भिडियो।